हेलो गाइज वेलकम टु आवर मिनी भ्लग। हामी चाहिँ अब हिँडेको कहाँ सल्लेरी बजार सोलुखुम्बुको सल्लेरी बजार। शनिबार लाग्छ बजार हैन बजार हामी चाहिँ हेर्नलाई हामीलाई चाहिँ राम्रोसँग थाहा छैन कहाँनिर छ भनेर, तर पनि हामी हिँडिरहेको छौँ। यो म तपाईँलाई बाटो देखाउँछु कस्तो छ भनेर। सोलुखुम्बु सल्लेरी 5 भन्ने बाटो यस्तो छ। हामी चाहिँ यहाँको हाट बजार लाग्छ अरे शनिबार, त्यही हेर्नलाई हिँडेको। प्रभु ब्याङ्क चाहिँ यहाँनिर छ है, देख्न सक्नुहुन्छ। यहाँ मेरो बुढाको काम गर्ने अफिस। हामी हिँडिरहेछौँ जे होस् अहिलेसम्म हिँडिरहेछौँ कहाँ आइपुग्यो पनि थाहा छैन। हिँडिरहेछौँ हामी बजार लाग्ने ठाउँमा जाँदैछौँ ल। तर आज कहाँ लाग्छ शनिबार बजार लाग्छ अरे, तर कहाँ लाग्छ भनेर पनि थाहा छैन। हामी खोज तलास गर्दै हिँडिरहेछौँ। यस्तो यस्तो छ यहाँको घर। हामीलाई डियरिङ काम गर्न मजा लाग्ने भएर हामी डियरिङ काम गर्दैछौँ। कसैलाई नसोधी कहीँ केही नगरिकन सुई जाँदैछौँ। केही थाहा छैन। यहाँको घरहरू चाहिँ यस्तो हुँदो रहेछ। ल हेर्नुहोस्, सल्लेरी वनमा साँझको बेला कोइली कराउँछ। र टक 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 हिँडेको अरे हो अरे पलट। त्यहाँनिर यस्तो मजाले त्यहाँनिर कस्तो राम्ररी पानी झरिरहेको छ झर्ना जसरी। उहाँ चाहिँ झन्डै लड्नु भयो। उहाँ चाहिँ भ्यू हेर्दै हुनुहुन्छ, तर क्यामेरामा क्याप्चर गरिदिएँ मैले। अब हामी बजार आइपुग्नै लागिसक्यौँ। हाम्रो प्रतीक्षाको फल यहाँ अन्त्य हुन लागिसक्यो। टेन्टन यो सबै सल्लेरी बजारलाई हेर्नुहोस् हामीले फाइनली आइपुग्यौँ। फाइनली यस्तो हुँदो रहेछ यहाँको बजार चाहिँ। भाँडाकुँडाहरू उहाँ परसम्म हामी अब यहाँको बजार घुम्छौँ। यहाँको बजार चाहिँ यहाँ चाहिँ सब्जीहरू पाउँदो रहेछ। बजार यही हो क्या, हामी सामान किन्ने अब के किन्ने भन्ने सोच्दैछौँ है। ल हेर्नुहोस् सल्लेरी बजारबाट हिमाल कस्तो खतरा देखिरहेको छ। हेर्नु धेरै जानै छ। हामीले चाहिँ सामान सबै किनिसक्यौँ। सामान किन्यौँ अनि बोक्यौँ यसरी। सामान किनेर बोकेर हामी लाग्यौँ अब घरतिर। मेरो बुढी एक झोला सामान लिएर लिटिङ हिँडिरहेछ। पालो बोक्नुपर्छ, नभए त हात दुख्छ। नाइस। कस्तो रमाइलो भइरहेछ हजुरलाई रमाइलो भइरहेछ? ए दामी रमाइलो भइरहेछ। उतानिर हिमाल देखाइदियो। हिमाल पारी त्यो पल्लो पाटी छन बग्ने खोला। किनकि ढुङ्गे धारा जस्तो गाइस, ढुङ्गे धारा। बिच्चाको चाहिँ भिडियो बनाउन बिर्स्यौँ। हामी चाहिँ घर आइपुग्यौँ फाइनली। Thank you guys for watching our full video.